धन्यवाद सञ्चालकज्यू। आदरणीय यस सभाका सभापतिज्यू, निष्पक्ष न्याय गर्नुहुने, एक हातमा कापी र अर्को हातमा कलम तराजु जै बोकी बस्नुभएका निष्पक्ष न्याय गर्नुहुने निर्णायक मण्डलज्यू, प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिज्यूहरू, साथै विभिन्न विद्यालयहरूबाट पाल्नुभएका आदरणीय गुरुवर्गहरू, साथै मेरो प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरू, म यसै गोर्खा पालुङटार नगरपालिका वडा नम्बर 7 को जीवन ज्योति माध्यमिक विद्यालयको कक्षा 11 मा अध्ययनरत छात्र समर्पण गुरुङको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नाना अभिवादन। आज मिति 2082 साल पौष 15 गते सञ्चालन हुन गइरहेको बालबालिकाको सिकाइमा साहित्यको भूमिका भन्ने वक्तृत्व कला प्रतियोगितामा यो महत्त्वपूर्ण विषयमा आफ्नो केही तर्कहरू राख्न पाउँदा धेरै नै गर्व र हर्षित महसुस गर्दछु र यो महत्त्वपूर्ण समय जुटाउनु हुने मेरो गुरुवर्ग तथा यहाँका आयोजक ज्यूहरूलाई पनि अत्यन्तै धन्यवाद दिन चाहन्छु। खासमा हामी सबैलाई थाहा छ अहिलेको बालबालिका भनेको भविष्यमा गएर हाम्रो देशका कर्णधार र भविष्यहरू हुन्, तर प्रश्न उठ्छ कि हामीले यिनीहरूलाई कसरी हुर्काउँछौँ र कसरी शिक्षा दिने गर्दछौँ। के केवल अक्षर र परीक्षाको अङ्क र प्रमाणपत्रले मात्र यिनीहरू सचेत नागरिक बन्लान् त? मलाई लाग्छ कदापि होइन। किनभने अहिले हामी जुन कुरामा छलफल गर्न जाँदैछौँ साहित्यको बारेमा, साहित्य भनेको केवल कथा कविता वा निबन्ध मात्र नभएर यो भनेको एउटा यस्तो गुण हो जसले बालबालिकामा नयाँ सोच, सकारात्मक सोचको विकास गर्दछ। साहित्यले गर्दाखेरि बालबालिकाको जीवनको बाटो नै सानै उमेरमा बालबालिकाले साहित्यलाई अँगाल्न सकेमा उनीहरूको जीवनको बाटो नै सही बाटो नै परिवर्तन भएर सही रूपमा अघि बढ्नेछ। खासमा म तपाईहरुलाई तीनटा बुदामा साहित्यलाई बुझाउने कोसिस गर्दछु। सर्वप्रथम त साहित्य भनेको हामीलाई भाषा र संस्कार सिकाउने माध्यम हो। साहित्यको विभिन्न कथा निबन्धहरू पढेर बालबालिकाहरूले नयाँ शब्दहरू चिन्ने गर्दछन् र ती शब्दहरूलाई वाक्यमा परिणत गर्न पनि सिक्दछन् र जो व्यक्तिहरूले साहित्य पढ्न गर्दछन् उनीहरूले आफ्नो मनमा भएको भावहरू पनि राम्रो रूपमा अरूको अगाडि प्रकट गर्न गर्दछन् र जुन व्यक्तिले यो कुराहरू गर्न सक्छ उसले आफ्नो जीवनमा आइपर्ने कुनै पनि समस्यालाई सजिलैसँग आत्मविश्वासी भएर अघि बढेर सामना गर्ने सामर्थ्य राख्दछ। दोस्रो कुरा साहित्यले मानिसलाई आचरण नैतिकता दिने गर्दछ, नैतिकता र आचरण दिने गर्दछ। जसरी हाम्रो बालबालिकाहरूले साहित्य पढ्ने गर्दछन्, उनीहरूले त्यो साहित्यमा भएको राम्रो पात्रको नकल गर्ने गर्दछ। यो बालबालिकाको उमेर भनेको नकल गर्ने उमेर भएकाले पनि उनीहरूले त्यो राम्रो पात्रका भूमिकाहरू निर्वाह गर्ने गर्दछन्। उनीहरूले सत्य बोल्ने, इमानदार हुने र अनुशासनमा बस्ने कुराहरू आफ्नो जीवनमा अवलम्बन गर्ने गर्दछन्, जसले गर्दाखेरि हाम्रो समाजमा पनि ठुलो प्रभाव पर्ने गर्दछन्। मलाई लाग्छ कि हाम्रो समाजमा भएको विभिन्न घटना जस्तै कि ईर्ष्या गर्ने त्यस्तो कुराहरू सबै सायद बालबालिकालाई साहित्यदेखि टाढा राखेको कारण पनि भएको हो। र तेस्रो कुरा, यो साहित्यले बालबालिकामा चाहिँ कल्पना शक्ति बढाउने गर्दछ। जब उनीहरूले साहित्य पढ्ने गर्दछ, साहित्यको कविता, कथाहरू, निबन्ध पढ्ने गर्दछ, उनीहरूले आफ्नो दिमागमा छुट्टै संसारको पनि कल्पना गर्ने गर्दछन्। जसकारण यो साहित्यले बालबालिकालाई अनुकरण मात्र होइन तर नयाँ कुरा सिर्जना गर्ने पनि बनाउँदछन्। र आदरणीय महोदयहरू, यसै गरी साहित्यले मानिसलाई यस्तो गुण दिने गर्दछ कि उनीहरू पुरै नयाँ हुने गर्दछन्। आदरणीय महोदयहरू, हामीलाई थाहा छ त्यो युग भनेको प्रविधिको युग हो। हरेक बच्चादेखि वृद्धसम्मको हातमा मोबाइल, ल्यापटप र कम्प्युटर हुने गर्दछ। उनीहरूले त्यो प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढी गर्ने गर्दछ, तर त्यसमा आकर्षण भने बढी नै हुने गर्दछ। यदि हामीले साहित्य र प्रविधिलाई एकसाथ मिसाएर त्यसलाई अघि बढाउन सक्यौँ भने यो बालबालिकाको लागि अत्यन्तै राम्रो हुने गर्दछ। त्यसै गरी अन्त्यमा भन्न चाहन्छु, यदि हामी राम्रो देश निर्माण भएको हेर्न चाहन्छौँ भने, बालबालिकाको उज्जवल भविष्य हेर्न चाहन्छौँ भने हामीले बालबालिकाको सानै उमेरमा साहित्यसँगै उनीहरूलाई माथि गराउनु पर्दछ। उनीहरूलाई हुर्काउनु पर्छ साहित्यसँगै, उनीहरूलाई साहित्यसँग बढाउने गर्नुपर्दछ। किनभने साहित्य बिना शिक्षा अधुरो छ र शिक्षा र साहित्यसँगै हुँदा जीवन्त हुन्छ। अन्त्यमा भन्न चाहन्छु, जय जीवन ज्योति, जय बालुङटार। धन्यवाद।